बुहारीलाई भन्न त भात त ठिक पार्दै त्यहाँ आउँदैछ दाइहरू पठाइदियो ल रेडी भएर बस्नु त के सर के सर टायर होइन हो भने अगाडिको पछाडि भयो पछाडिको अगाडि ऊ त्यो नि सिक्री अब यी बसिरह है गाडी खाउँछ चला चला त मलाई छातामा आउँछ बिस्तारै लड्डेला म्याडम गएर माछ छिप्नु चल भनेको मलाई रुकेर लाउँदैन नि म त भन्दै हाल्यो तल्लो बाटो कि यो बाटो तल्लो बाटो त गएर पिपुल रोड निस्केर पर निस्किनुपर्छ तर त्यो बाटो धेरै छोटो हो नि ओइ छ बाहिर जाला सिक्री सिसा फुट्नु पुग्यो उडेर गयो भने त बाङ्गैमै फुट्छ हामी चाहिँ कहाँ हिँडेर पेर्तिक हिँड्यो होइन त के रे दाइ सुदीपले के भन्नु के भन्नु भोक लाग्यो कहाँ हो भन्छ तिनीहरू त भात राख्यो नि हामी ठिकमा राख्यो भने पैसा मैले होइन म घर खान्छु त छिटाउनु न भन्छ एयरलोको लाइट हो त्यो मलाई मैले दुर्गेले उयो मुरी झन्डै ज्यानमा माऱ्यो कहाँनिर त्यो तल अलि घुम्नु आउँछ ए त्यो टोनी हो त्यो त्यो त डेन्जर टोनी छ मजाले रन्केर आएको छ मैले यो त घरमा छोडिदिने गाडी है मासला त कता हाल्नु कता गरिहाल्यो बाइक दुर्गे भनेको त्यही हो नगरपालिका पुलिस बाइक फेरि राउन्ड चलाउँदैन अस्ति मेरो गाडी जस्तै भयो क्या यही टर्की धेरै विचार हुनुपर्छ यार जम्मा आएर दियो भने चाहिँ आफ्नो कुरामा नबोलिन्छ बाटो फेरि साङ्गो छ यहाँ हामी अब जिल्लुतर्फ लाग्यौँ होइन त हजुर हजुर हामी अब जिल्लु नमुना बस्ती यहाँ आउँदैछ हजुर तपाईँ फर्स्ट टाइम हो कि के हो सर म त भयो 25 चोटि 25 चोटिको फर्स्ट टाइम हो हालेर आउँछौँ त हुँदा हालेर जाउँ न यार हालेर गाडी लोड हुन्छ नि अलि अलि लोड भयो तान्छ नि अलिकति साउजी हात रोडमा नर्मल भन्दाखेरि त्यसो रहेछ क्यापेसिटी आउने हो तपाईँ यो नि पाटनको गाडी यो नि पाटनको गाडी होइन त तान्दाखेरि हल्का भएर घुम्छ कि टायर हाम्रो गोपाल सरको चाहिँ बेलुका युट्युबमा आउँछ है युट्युबमा होइन टिकटक फेसबुकमा हाल्दैन टिकटकमा हाल्दैन अब यत्रो लामो चलाएको छ बस चलाएको छ त्यही भएर 4-5 मिनटको चाहिँ टिकटकमा हाल्छन् टर्निङ चाहिँ सानो है टर्निङ के सानो तपाईँको टर्निङ तपाईँ गाडीले टर्निङै पुग्दैन मेरो गाडीलाई पुग्दैन नि पुग्यो पुग्यो तपाईँ गाडी घरपल्ट छैन भने त माछालाई अस्ति त्यो मिस्त्रीहरूलाई नि केही थाहा रहेछ यसलाई के थाहा यो मुजी भ्याकुम कहाँ आउँछ भने त थाहा रहन्छ मैले देखाइदिएपछि थाहा भएको तपाईँलाई तिनीहरू मिस्त्री कसरी भएको है भ्याकुम हेर त म त्यो फिल्टर हुँदैन त एयर फिल्टर हो त्यहाँ हेरेछ क्या माछा अनि ल ठिक छ तार पुगेछ छुट्याइदिन्छ भनेको अनि मैले पछि यहाँ
त्यहाँनिर हुन्छ साइलेन्स पाइप हुन्छ भ्याकुम कहाँ त्यहाँ हुन्छ यार भनेर उसलाई ल्याएको अब हामी जिल्लुको नाक्थान पुग्न लाग्यौँ। यस्तो डेन्जर हुँदा यहाँ ल्याक्ची बनाइदिएको त्यही ढुक्क भयो कसरी माथि उखाल्टी मैले उयोमा नचरेर बङ्ग पारेर हाम्रो यो जिल्लु नाक्थान पाण्डा पार जाने बाटो कस्तो गाडीको हो बोलाराम ठुलो गरेर बन्दिरहेको हो बोलारामको चाहिँ कुन चाहिँ हो बलराम श्रेष्ठ श्रेष्ठ यिनीहरूकै दाजुभाइ हो हुन चाहिँ खोइ श्रेष्ठ भनेपछि त है अरू त परेन। यहाँ त म त योसँग कति 4 चोटि आइसक्यो अरे बाटो एकचोटि राति रिसोर्ट पुऱ्याउन आएँ एकचोटि सुरुको गाडी के भएर भुटा पुऱ्याउन आएँ यो चाहिँ अर्कै कुरो झनै समाजमा भाइको यही भएर यो चाहिँ कहाँ जाने बाटो खने छ नि भाषा चाहिँ कहाँनिर तलै लास्ट टुङ्गोमै हो त्यो लाग्दा चाहिँ म पुगेको थिइनँ ल डी लास्ट टुङ्गोमै त्योभन्दा अलिक मास्तिर हो गीत बोल्नु पर्छ त्यहाँ कहाँसम्म त पिजै भएको छ होइन र सुटिले भने हँ? कुन चाहिँ यो यो होइन यो होइन र यही होला नि यही राख्छ त गाडी होइन उसले तल्लो भनेको सुदीपको घर चाहिँ कुन चाहिँ हो उयो यो सुदीपको म्याडम हो क्या फोटोमा त तौर पनि देखाएको छ चुरी पनि देखाएको कति ब्याज पनि उठिसक्यो अनि खोइ भन्ने छोरो जस्तै रहेछ बाबु पनि गएको काले भुइँ डढेको डढेको बाउ यो तिनीहरू घर त तुङ्गलको कहाँ भन्ने यही हो नमुना बस्ती चाहिँ कुन चाहिँ हुन्छ तल रातो नयाँ नयाँ घर छ त्यो त्यो सानो भएको हो त्यहाँ नमुना बस्ती इस्यु जाने बाटो यही हो हो अस्ति म पुगेर सर्वमारी हँ सर्वमारी 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 ए पछि चाहिँबाट चाहिँबाट प्राइमेरी स्कुललाई चाहिँ गर्दैन नि है यस्तो अगाडिबाट बोल्छ कृष्णपुरको त टाउको मात्रै आयो त होइन म टाउकै भयो यो जिल्लुको वडा कार्यालय होइन त ओके हो हिजोबाट कार्यालय तपाईँलाई थाहा छ मलाई थाहा छैन म सुनगानेको मान्छेलाई थाहा छ यिनको मान्छेलाई थाहा छैन अटो यसको बाइक पनि लिएर आउनुपर्छ त है यसले अलिक बल्ब पनि अटो लाउने अटोले त्यसको बाइकलाई पनि अनि चिक्का बोल्नु बाइकले मात्र ताने टिकट
अहिले फेरि एउटा केही नभेटिकन यहाँ नाच्थानै के भन्छ नि मोरिया मोरिया नाचन त माथि यहाँ देउता खान्छ नि हेर्नु भान्जी हाँसेर भइरहेछ सबलाई देखेर हामीले माग्ने तिमी भाइ तिमी कति भित्र लिएर जाने आमा के छ खबर कहाँ छ भनेर भनिहाल्छ यहाँनिर कस्तो अप्ठ्यारो थियो मैले त्यो अटो त यस्तो मुस्किलले उकालिछु कि गाडी आस्ते आस्ते भाइ कहाँ र गाडी चलाउन आउँदैन क्या हो छोयो भने कुन चाहिँ सन्दीप हो ए सुगर अब हाम्रो चाहिँ यता चाहिँ रोपाइँ ढलान छ नि त यो त पुरानो रोपाइँ गरेर आउने हो म जहाँसम्म आइपुगेँ त्यहाँसम्म मात्रै ढलान गरेर छ ल यो बाटो बनाएर छ के छिर्नु ला यो मन्दिर पनि रहेछ नि त मान्छे सायरानी आयो सायरानी भिडियो बना भिडियो सायरानी भिडियो बनाइदिनु ओ गाइस देखेन कि क्या भिडियो बनाऊ छेउछेउतिर तर्केर गइहाल्छ नि त्यो यो प्रोजेक्टतिर काम गर्दै के संस्थामा हाम्रो स्कुललाई हेन्ड राइटिङ गर्न जम्मै स्कुललाई जाँदै रहेछ कि हो गोलका जिल्लाभरि हिँड्छ ह्यान्ड राइटिङ त्यस्तो राम्रो राम्रै बनाउँछ नि ग्रामीण गरेर अहिले त अटै फेरि ल्याउने रहेछ नि यहाँ माथिबाट ट्याङ्की छ क्या हो म याद गरेको थियो एकचोटि आइपुग्यो यहाँ तल छ नि बाटो कहाँ यस्तो थियो र अटै पल्टेर आउने डर हो होइन बाटो बनाएको कोपीले चाहिँ ढलानमा थियो यही हो ढलानमा हो उही घरसम्म आएर फर्केको म ल यहाँनिर यही हो अहिले त स्कुल लिएर गएन सायरानी यही हो के सबैको बुहारी ऊ त सैलुङ्गी रहेछ नि जहाँ आधी रहेछ यसलाई चाहिँ के भन्छ यो ठाउँलाई माइत चाहिँ सैलुङ रहेछ कि त्यसको म यहीँ आएर फर्केको त्यति बेला कहाँ थियो आलु खाएको गरेको देखाउँदै थियो फसेर भित्री लिएर आयो घिउ टुट्ने फस्यो नि भित्री लिएर आउँछ भित्री त अहिले त उयो त्यसैलाई तानेर लग्यो मात्रै अब अलरेडी भन है
केही न केही अलिकति चाहिँ आएको हो कि जस्तो छ अलिकति आउँदो रहेछ तर उयो उकालोमा छैन। बडी त कस्तो हो कि यो साकारको बनाइदिन्छ नि अब हामी चाहिँ टीतर्फ लाग्यौँ होइन त। पानी पऱ्यो भने यी नउठ्दैन सर भेरी के पछि भन्छ एउटा गुन्द्री त राख्दैछ